Welcome back to my channel. If you guys are watching me for the first time, this is me Suraksha. हाम्रो चाहिँ चिटच्याटमा हो प्रोग्राम. Welcome to Mogonde. Hello bra. Namaste. हाम्रो Hello. यहाँ चाहिँ यस्तो रहेछ सेटअप Mogonde. ल आउनु छिटो ल यहाँ हाई हेलो आज चाहिँ हाम्रो के हो Mogonde. हेलो दिदी. हेलो दाइ. यता हेर्नु न दाइ. नमस्कार. Hi Michi. Hello. सुरु हुँदैछ यहाँ चाहिँ हाम्रो दाइ दिदीलाई फेयरवेल लागि यहाँ चाहिँ. ओके. आदरणीय साथ गुरुजीहरु नपरि भाइहरु फर्स्ट थ्याङ्क यू भेरी मच अनि थ्याङ्क यू अल माई मेरो पुरानो चेन अफ कमान्ड जसले मलाई रेज गर्यो र थ्याङ्क यू हाम्रो नयाँ चेन अफ कमान्ड जसले मलाई गाइड गर्नुभयो अनि थ्याङ्क यू नट फर्गेटिङ मेरो वाइफ जसले मलाई 9 वर्षसम्म अहिले साथ दिइरहनु भएको छ. कमेन्टले चाहिँ 12 लाइनको एउटा कविता बनाएको छु, सुन्यो केटा? समयको चक्रबिरमा मोडो यस्तो आइदियो नभए पनि साथीभाइ सँगै छ बनाइ लागिरह्यो. कहाँ थिए कहाँ आए के नौलो मुहार पाए पुराना ती मित्र साथीभाइ हाँसखेल गर्दै रमाउँथ्यो. पुराना ती दिनहरूमा कति एकअर्काले सताउँथ्यो. फर्केर फेरि हेर्दा दिनहरू त्यो एकादशको कथा जस्तै बनिदियो. एकादशीमा बाजेले भन्थे आयो हे गोर्खाली, गर्वको साथ भन्ने नै छु आयो हे गोर्खाली. थ्याङ्क यू. यो चाहिँ हाम्रो स्टार्टर हो. यति भोक लागेछ अब खानुपर्छ. अब चाहिँ हाम्रो बिङ्गो सुरु हुँदैछ. बिङ्गो कति हुन्छ मसँग चाहिँ 3टा ओटा. बिङ्गो पनि नजितेपछि दिदीलाई चाहिँ लाइन गएर हामी यत्तिकै बसिरहेको छौँ. म ल्याइदिन्छु भनेको ल्याइदेऊ. लाइन गयो नि उज्यालो त उज्यालै छ तर लाइन गएर चाहिँ खाना खाने. हामी चाहिँ खाना नखाएको डाइटिङमा भएर. बाई यता हाङमा इसा आशिष दाइ अनि फेरि यता हामी अब चाहिँ यहाँ लाइभ म्युजिक सुरु हुन लागेछ. माहौल यस्तै छ. आउँदै हुनुहुन्छ दाइले.
बाबु बासु सिङ्गुरको यो भाग्यमा माया रहेछ सिम सिम काने चिसाउने चिसो चिसो सिरेटो वा वा सिम सिम चिसाउने सिर काने चिसाउने चिसो चिसो सिरेटो जुनेली रात अनि पर याङ्गु सहरमा देखिने झिलमिल बत्तीहरू बत्तीसँगै कल्पना गरिएका न्यानोपन कल्पनामै रमाएका मेरो निर्दोषी मन खै के पो सम्झिन पुगेछु हौ घाँटी नै आनन्दित बनाउने सोमरस ग्लेन फ्रिजलाई सम्झे प्लक्क पिरो धाराने सुकुटीलाई पनि सम्झे कठै मेरो जिन्दगी न ग्लेन फ्रिज न धाराने सुकुटी केवल हातमा राइफल अनि दुश्मनले भरिएको गाउँघुमको डाँडामा I love you Glen Fridge, miss you so much from Gamu. Thank you.
केटाहरुको त भरै छ मास्टर साहब भनेको सुन्दै थिएँ कता जानुभएको छ मास्टर साहब कसरी मिस्टेक पर्यो बिचमा सरी केटा भाइ नगर्नु मेरो बुढा आया हाँसेर पागल हुन लाग्छ थ्यांक यू सबैजनालाई कलेज हुनुहुने चाहिँ हजुर क्रिस्टनी अब हाम्रो डान्स यति नै छ अब हामी चाहिँ एउटा कति डान्स हाल्नुपर्छ कुर्ची चुप भइकोटा बजाइहाल्नु त अहिले नि इन्ड गर्न बिर्सिन्छु क्या जहिले घर आएर गर्छु थ्याङ्क यू फर वाचिङ बाई सी यु इन नेक्स्ट ब्लग